सरकारले चाहिँ यो 5 वर्ष मात्रै हैन अर्को 5 वर्ष खान्छ बालन सरकारले राम्रो काम गर्दैछ भन्दै गर्दाखेरि श्रमका पिता मानिएका हर्क साम्पाङले राजीनामा माग्नु भएको छ के बालन सरकार के भन्नु मागिरहनु हुन्छ हाम्रो बालनले काम गरिरहनु त्यसले कुनै विवाद लिनु पर्ने कुरै छैन उहाँले माग्नु बन्दा उठाएर आफ्नो प्राइभेट क्यूआरमा पैसा हाल्न लगाएर पारदर्शी नबनाएर त्यो मान्छेले कसरी के रे श्रम पिता बन्नु कुरामा पनि के कुनै कुरामा पनि बालन 5 वर्ष भन्नु 5 वर्ष होइन 40 वर्ष बालन हुनुपर्छ 40 वर्ष बालन सरकारलाई हामीले जनताले म्यान्डेट दिएर चलाओ माफियाहरूले भोट ब्याङ्कबाट चलाएको होइन बालन सरकारलाई जनताले हामीले म्यान्डेट दिएर जनतालाई 50 वर्ष चलाओ बालन सरकार भनेर हामीले दिएको हो क्या किनभने 50 वर्षसम्म देश लुटेराहरूले माफियाहरूले देश सकिएको थियो र हामीले बालनलाई चाहिँ हामीले अगाडि लगेर हामीले बालनलाई चाहिँ लगाएको हो 5 वर्ष त ग्यारेन्टी भइसक्यो अहिले यो काम वर्षौंदेखि दुःख गरेको अब यो त वर्षौ होइन अब लोनमा होला के होला 20-30 करोड खर्च गरेर बनाएको घर कसैको घर कुनै नेपालीको घर हामी नेपाली जस्तै कुनै नेपालीको घर भत्किँदै गर्दा खुसी हुनुपर्ने दिन आयो होइन अहिले आएर अब यो बिचौलिया माफिया भ्रष्टाचारले चलाएको देश हो यो सर कसैले यो यिनीहरूले बिल्डिङ छ एउटा होइन उहाँको 7 वटा बिल्डिङ छ सुकुम्बासीको नाइके भनेर चिनिन्छ उहाँलाई यहाँको उहाँमाथि एउटा केस छ हेर्नुहोस् तपाईँहरूलाई पनि थाहा होला मिडिया मार्फत मैले बोलिदिरहेको छु यति कुरो मलाई थाहा भएको कुरो मैले बोलिदिरहेको छु उहाँको 7 वटा बिल्डिङ छ उहाँमाथि एउटा केस छ भन्ने कुरो सुकुम्बासीको नाइके उहाँको 7 वटा घर यस्तो बिल्डिङ भनेपछि